एकपल्ट सरले भन्नुभयो कि सबै स्टुडेन्ट्सहरूलाई तिम्रो सबैले सोचेर सम्झेर भन व्हाट्स योर एम्बिसन, किन पढ्दैछ तिम्रो भन्दाखेरि 2 दिन समय दिनुभयो हामीलाई। 2 दिन मैले सोचेर एकदम सही उत्तर दिनु। 2 दिन पछाडि जब सरले सोध्नुभयो, कसैले आर्मी अफिसर भने, कसैले पुलिस अफिसर भने, कसैले पाइलट भने, कसैले इन्जिनियर, थुप्रो जति जे जान्दथ्यो त्यो भने। र त्यो 2 दिनभरि चाहिँ मलाई एउटै कुरो दिमागमा मनमा घुमिरह्यो, फिल्ममा जान्छु होला म। आई थिङ्क म फिल्मको लागि जन्मेको हो कि फिल्ममा जान्छु, त्यो फिल भयो मलाई एक्कासी। अनि त्यो दिन सबैलाई सोध्दै जाँदाखेरि तुलसी भन्दाखेरि सर आई वान्ट टु जोइन फिल्म्स भन्दाखेरि सबै क्लासै गलल हाँस्यो। तँ त हिरो हुने है, मजाक बनाए साथीहरूले। त्यसपछि त ऱ्यागिङ नै गरे उनीहरूले। भोलि स्कुल छुट्टी भएपछि धर्मेन्द्र यता आइज, जितेन्द्र यता, त भोलि धर्मेन्द्र जितेन्द्र हुनेवाला भन्दै मजाक बनाउँदै थिए साथीभाइ। त्यस्तै हो। त्यसपछि सरले के भन्नुभयो भने सबै कुरोको गाइड त हामी गर्न सक्छौँ। कसैलाई इन्जिनियरिङ हो भने त्यसको गाइड पनि गर्न सक्छौँ, डक्टर त्यसको पनि गाइड गर्न सक्छौँ, यसरी जा भनेर। फिल्ममा कसरी जान्छ हामीलाई थाहा छैन भाइ है, त्यो बाटो त आफैले खोज्नुपर्छ। आई डोन्ट नो कसरी खोज्छस्, तर अलिकति अलगै हट्के कुरा गरिस्, तेरो मनभित्रबाट बोलेको हो भने आई थिङ्क जा एकपल्ट हाम्रो स्कुलबाट पनि एकजना फिल्ममा